ल हेर्नुहोस् है यो बाई पङ्खी चुला यो आधुनिक चुलाको रूपमा पनि चिनिन्छ। यहाँ अब आजदेखि सुरसार गर्दैछौँ। घरबेटी तयार गर्दै हुनुहुन्छ बाई पङ्खी चुलामा पकाउनको लागि। जानकारी दिनुभयो बुधबार कोयानजीको अदालतमा बुटवलको सुप्रिम पद तथा ऋण सहकारी संस्थाको रकम चलन सम्बन्धी मुद्दामा हिजो र आज पनि थुनचेक बहस भएको हो। थुनचेक बहसको पहिलो दिन हिजो सरकारी वकिल र दायरवालका तर्फबाट केही वकिलले मात्र बहस गर्न भएका थिए। आज प्रतिवादीका तर्फबाट केही वकिलले बहस गरेका छन्। लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा अस्ति आइतबार मुद्दा दर्ता भएको थियो। चितवनको भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न भएको छ। परीक्षणको शुभारम्भ गर्दै महानगरपालिकाले तार रहित महानगर बनाउने योजना अनुरूप विद्युत प्राधिकरणसँगको सहकारीमा काम गरिएको बताउनुभयो। भरतपुरमा निर्माणाधीन 6 लेन सडक, बाइपास रोड र आपटाईबाट पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ। भूमिगत विद्युतीकरण 11 केबी लाइन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार 1 महिनाभित्र 6वटा फिडरबाट विद्युत आपूर्तिको कार्य पुरा हुनेछ भने 6 महिनाभित्र 17वटा फिडरको काम सम्पन्न हुनेछ। वडा नम्बर 5 वडा कार्यालयबाट 50% अनुदानमा वितरण गरिएको यो बाई पङ्खी चुलामा आज पहिलो पटक खाना पकाउनको लागि तयारी गर्दै आगो बाल्दै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। हामीसँग छ जीवन बिमाको अनेकौं पोलिसी जसले बनाउँछ तपाईलाई हरेक पल चिन्ता रहित। हिमालयन लाइफ इन्स्योरेन्स, सुरक्षा अटल, भविष्य सबल। निक साइमन्स अवार्ड छनौटको लागि विवरण पठाउने सम्बन्धी सूचना। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिट्युटको संयुक्त तत्वावधानमा आउँदो चैत 5 गतेदेखि 7 गतेसम्म आयोजना हुने 13औं ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलनमा प्रदान गरिने निक साइमन्स अवार्डको छनौटको लागि conference.nsi.edu.lp वेबसाइट मार्फत विवरण भरेर माघ 26 गते भित्र पठाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। सो सम्बन्धी थप जानकारीको लागि गत मङ्सिर 10 गतेको गोरखापत्रमा प्रकाशित आधुनिक खालको चुला बाई पङ्खी चुला हुन्छ, तयारी हुँदैछ। सिमेन्ट उद्योगहरूलाई रोड सेडिङ चरम मात्रामा भन्दाखेरि रोड सेडिङको मात्रा कसरी कम गर्न सकिन्छ। हामी चाहिँ नेपालबाट चाहिँ अन्य रूपमा बिजुली बेचेको भनिरहेका छौँ। त्यसो हो भने चाहिँ सिमेन्ट उद्योगीहरूलाई निरन्तर ढङ्गले ऊर्जा प्रवाह कसरी गराउन सक्ने अथवा उहाँहरूले अरू कुनै कुराले बेनिफिटरिज बनाइदिएर भए पनि मूल्य चाहिँ स्थिरतामा आउनुपर्छ। त्यसका लागि राज्यका सबै निकायहरू लागि पर्नुपर्छ भन्ने विषय नै हाम्रो कुरा।